हस्, थ्याङ्क यू। यो अवसरका लागि कार्यक्रम सञ्चालकज्यूलाई र आदरणीय कोष लिडरज्यूहरूलाई पनि धन्यवाद छ। आज तेस्रो दिनमै इन्टरटेनमेन्ट नाइट आयोजना गर्न सफल हुनुभएको छ। भन्दै मेरो एउटा गजल म तपाईँहरूमा सुनाउन गइरहेको छु। त्यति उपयुक्त अथवा त्यति राम्रो त नहोला, त्यही पनि धैर्यता गरेर सुनिदिनु हुनको लागि म अनुरोध गर्दै मेरो गजल यहाँबाट सुरु गर्न गइरहेको छु। तिम्रो सपनाको सहर थिएन मसँग, यति चाहिँ चाहियो है, सपोर्ट चाहिएको छ नि त। ट्रेनिङ टिमबाट म पूर्ण सपोर्टको अपेक्षा गर्दछु। तिम्रो सपनाको सहर थिएन मसँग, मेरो किरण भाइ हुनुहुन्छ, उहाँले भन्नुहुँदै थियो, मैले भर्खरै लेखेको गजल हो। तिम्रो सपना, खै किरण भाइ उठ्दिनु होला एकचोटि, देखिनु भएन उठ्नु न ल। किरण सर हुनुहुन्छ, किरण बुढा पनि। तिम्रो सपनाको सहर थिएन मसँग, तल्लै तल्ला भएको घर थिएन मसँग। तिम्रो सपनाको सहर थिएन मसँग, तल्लै तल्ला भएको घर थिएन मसँग। मुटु पाउने शर्तमा राख्यौ मायाको बदला, मुटु पाउने शर्त राख्यौ, मुटु पाउने शर्त राख्यौ मायाको बदला। जवाबमा कुनै उत्तर थिएन मसँग। तिम्रो सपनाको सहर थिएन मसँग। हामी विराटनगरमा छौँ, प्रदेशको राजधानीमा छौँ, तर पनि तिम्रो सपनाको सहर थिएन मसँग। जवाबमा कुनै उत्तर थिएन मसँग। दुनियाँको दुःखमा साथ दिने गर्दथे, स्वयंसेवक भएको कारणले हो। दुनियाँको दुःखमा साथ दिने गर्दथे, किनकि आमा छातीमा पत्थर थिएन मसँग। किनकि छातीमा पत्थर थिएन मसँग। तिमीले गरिब देखेर नाता तोडिदियो, तिमीले गरिब देखेर नाता तोडिदियो। तिमीले गरिब देखेर मलाई छोडिदियो। तिमीले गरिब देखेर नाता तोडिदियो। साँच्ची हो, छानो टाल्ने खर थिएन मसँग। तिम्रो सपनाको सहर थिएन मसँग, तल्लै तल्ला भएको घर थिएन मसँग। सायद मेरा व्यथाहरू जटिल भएछन्, सायद मेरा व्यथाहरू जटिल भएछन्। मदिराको पनि कुनै असर थिएन मसँग। तिम्रो सपनाको सहर थिएन मसँग, तल्लै तल्ला भएको घर थिएन मसँग। मुटु पाउने शर्तमा राख्यौ मायाको बदला, मुटु पाउने शर्त राख्यौ मायाको बदला। जवाबमा कुनै उत्तर थिएन मसँग। दुनियाँको दुःखमा साथ दिने गर्दथे, किनकि छातीमा पत्थर थिएन मसँग। तिमीले गरिब देखेर नाता तोडिदियो। तिमीले गरिब देखेर नाता तोडिदियो। किनकि साँच्ची हो, छानो टाल्ने खर थिएन मसँग।
जटिल भएछन्, तल्लै तल्लाको घर थिएन मसँग। हस् त, धन्यवाद, थ्याङ्क यू यो अवसरको लागि।